हजुर कार्यक्रम झिलझिले बजार गतिविधिमा तपाईँलाई स्वागत छ। 2025 सालबाट सुरु भएको झापाको शिवताक्सीको झिलझिले बजार यतिबेला देख्न सक्नुहुन्छ। किन्ने र बेच्ने मान्छेहरूको सङ्गम स्थललाई नै बजार भनिन्छ भने यो बजार स्थानीय बजार अन्तर्गत पर्दछ। केही हप्ता अगाडि झापाको झिलझिले बजारमा फुलकोपी किलोको 100 रुपियाँ थियो भने अहिले भाउ घटेर आजको बजार भाउमा 100 रुपियाँमा 2 किलो फुलकोपी बिक्री भइरहेको छ।